गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आई सबैजना सन्चै हुनुहुन्छ होला। सबैजनाले अन्तिमसम्म जोडिएर हेर्नु होला आजको भिडियो। आज चाहिँ बुटुलको अवस्था यस्तो छ, देख्न सक्नुहुन्छ। आज चाहिँ पानी परेको छैन। आज चाहिँ मौसम क्लियर हो, मौसम क्लियर देख्न सक्नुहुन्छ, मौसम क्लियर हो। अब चाहिँ हामी कता कता गइन्छ त्यो चाहिँ थाहा भएन। हामी गएको चाहिँ भिडियो देखाउँछौँ है गाइज। भरको लागि यति नै है। आज चाहिँ हामीले 100 रुपियाँको हन्टिङ गर्छौँ। अब के खाइन्छ भिडियोमा जोडिएर हेर्नु होला है अन्तिमसम्म। म चाहिँ अब दोकानतिर हिँड्न लागेको छु। उता चाहिँ अनिस छ, यता चाहिँ म ट्याक्क अब दोकानतिर हिँडिन्छ होइन। ओइ अनिस दाइले हेर्नु होइन, नहेर्नुहोस्, केही हुन्न मलाई। उता चाहिँ अहिले चाहिँ आँप फल्ने सिजन है, चाहिँ यत्र यत्र भइसक्यो आँप, देख्न सक्नुहुन्छ। मैले चाहिँ नजिक लगाएर नै देखाउँछु। आँप देखाउन चाहिँ आउँछ आफ्नो ठिक ठिक्का भएछन् होइन। अब चाहिँ म सिधै बाटामा गर्दै अब दोकानतिर आउनु लागेको। दोकान चाहिँ यतिको अगाडि छ, यतापट्टि छ दोकान चाहिँ यहाँ हो है। दोकान चाहिँ उता, नाम चाहिँ यहीँ छ है, देख्न सक्नुहुन्छ। दोकानमा आइसक्यो। खोइ के किन्ने भन्। फाइनली हामीले चाहिँ सामान किनिसक्यो। यहाँ चाहिँ 2टा स्प्राइट अनि सिम चाहिँ चाउचाउहरू हो होइन। अब चाहिँ सिधै गएर घरतिर गएर चाउचाउ बनाइन्छ। पकाएको नि हेर्नु होला, अन्तिमसम्म हेर्नु होला। जानेको बेला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। भरको लागि यति नै है। हामी चाहिँ घरतिर आइसक्यो स्प्राइट लिएर। अब चाहिँ माथि जान्छु, चाबी खोल्न बाँकी छ, चाबी खोलेर भित्र गइन्छ। अब हामी चाहिँ लिएर आइसक्यो होइन। अब चाहिँ पकाउने हो। हामीले चाहिँ यति सामान किन्ने हो। 2टा स्प्राइट चाहिँ फ्रिजमा राखेको छ। चाहिँ हामीले अब पानी बसाल्छौँ, एकछिनमा बसालेको पनि भिडियो आउँछ। अब यहाँ चाहिँ पानी चाहिँ बसिसकेको छ। अब चाहिँ ग्यास पनि बोलिसक्यो। अब चाहिँ पानी ताप्न लागेको छ। यहाँको हामीले 2टा स्प्राइट चाहिँ उहाँ माथिपट्टि राखेको छ। बाफ चाहिँ कडाएको छ होइन। उता चाहिँ पानी तताउँदैछु, पानी चाहिँ तात्दैछ। बाहिरको मौसम चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। हरियाली छ, हरियाली त यता मात्रै छ, अरू ठाउँ होइन। उता चाहिँ कालो भयो, पानी आउनु लागेको छ। पानी पनि तातिसक्यो होला। अब म पानी देखाउँछु है ल। हेलो गाइस, अब चाहिँ म यहाँ चाउचाउ फोडेर राखिदिन्छु। हेर्न सक्नुहुन्छ यस्तो भइसक्यो। पानी चाहिँ उम्लेको हो। गाइस यहाँ चाहिँ उम्लिसक्यो है चाउचाउ। अब चाहिँ झिक्न मात्र बाँकी छ। यो चाहिँ यति रातो भइसक्यो, एक थाल भयो। अब चाहिँ खाने मात्रै बाँकी छ। अब चाहिँ खाने गाइस। अब चाहिँ स्प्राइट झिक्ने, हेर्न सक्नुहुन्छ धुवा यस्तोहरू छ। अब चाहिँ स्प्राइट झिकमै 2टा स्प्राइट यति चिसो भएको। अब चाहिँ ट्याक्क यहाँ करेन्टको साइडमा राख्नु पर्यो स्प्राइट। अब चाहिँ खाने हो है। चाहिँ हामीले करेन्ट खाने हो। यता एउटा स्प्राइट, यता स्प्राइट। अब चाहिँ टिभी हेरेर ट्याक्क मुभी हेरेर ट्याक्क लम्काउने हो आजको खाना करेन्ट। हामीले चाहिँ 2टा चाउचाउ खनाइसक्यो। त्यो सुप र उस हाल्यो, प्याज खुर्सानी टमाटर पनि हाल्यो। अब चाहिँ सस छ है, रातो सस पनि अब गइसक्यो। अब सुपको पाली, सुप चाहिँ काट्दै। यता चाहिँ 2टा इमिली छ होइन। यो इमिली चाहिँ यसमा राखिन्न, चाउचाउ मात्रै। काटेन कि गाइस। अब चाहिँ 2टा चम्चा चाहिन्छ यसलाई हल्लाउन, खेलाउने गाइस। फाइनली यो पनि राखिसक्यो। अब चाहिँ एउटा चम्चा झिक्न पर्यो। यो चम्चा यो चाहिँ उसले चलाएको। अब चाहिँ यता जान्छ, एउटा यता। अब चाहिँ चलाउँ चाहिँ हामीले करेन्ट खान्छौँ। हेर्नुहोस् गाइस, अब चाहिँ करेन्ट खान्छ है ल। हेर्नुहोस् गाइस, करेन्ट
करेन्ट झिक्नै गाह्रो भयो कि यार गाइस टाटावाला चम्चा नै भएन गाइस करेन्ट करेन्ट चाहिँ पिरो रहेछ यार लास्ट पिरो यता चाहिँ मैले लम्काउँदै स्प्राइट यता ट्याक्क स्प्राइट फुकेर अब खान्छु लास्ट पिरो थियो है आजको लागि यति नै जाने बेला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु आजको लागि यति नै अन्तिमसम्म हेरिदिनु भएकोमा सबैलाई धन्यवाद जाने बेला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला आजको लागि यति नै बाई बाई